यो भिडियो हेरेर आएको अलमोस्ट स्टुडेन्ट्सको मुखमा यो कमन क्वेसन हुने गर्छ, दाइ म युके आउँदैछु, इनसाइड लन्डन जाउँ कि आउटसाइड लन्डन जाउँ? लन्डन त एकदमै महँगो छ अरे, आउटसाइड लन्डनमा फेरि काम पनि सजिलै पाउँछ अरे, त्यसैमा मलाई कन्सल्टेन्सीले आउटसाइड लन्डन जान सजेस्ट गरिरहेछ। सो म अनेस्टली भनिदिन्छु, प्राय जसो इन्टरनेसनल स्टुडेन्ट्सको मुखमा यो क्वेसन एकदम कन्फ्युजनको रूपमा बसिरहेको हुन्छ होइन। सो यो भिडियोमा हामीले मजाले रियल एक्सपिरियन्स र प्र्याक्टिकल्ली यो बारेमा इनसाइड लन्डन र आउटसाइड लन्डनमा एक्चुअल डिफरेन्स के छ, रुममेट कतिको पढ्न जान्छ फरक होइन, अनि त्यसमा यहाँको युनिभर्सिटीको बारेमा, लाइफस्टाइलको बारेमा होइन, कामको अवस्था कस्तो छ, सिचुएसन छ होइन, अनि त्यस पछाडि यहाँ कतिको सेभिङ गर्न सकिन्छ हामीले मजाले डिस्कस गर्नेछौँ है त। र यो भिडियो एकदम इम्पोर्टेन्ट हुनसक्छ, तपाईँ युके आउँदै हुनुहुन्छ र युके आउन एकदम प्रिपेयर गरिराख्नु भएको छ भने होइन। सो त्यही भएर अन्तिमसम्म हेर्न नभुल्नु होला। र यो भिडियोमा मैले कन्सल्टेन्सीले मेन्सन नगर्ने कुराहरू पनि भन्न गइरहेको छु होइन। सो लेट्स स्टार्ट। र सुरुमा चाहिँ हामीले अब एकोमोडेसनको कुरा गर्छौँ होइन। लन्डन भन्ने बित्तिकै धेरै मान्छेहरूले एकदम महँगो छ, एक्सपेन्सिभ छ भन्ने सोध्छन् होइन। र अनेस्टली भन्नुपर्दा त्यो केही हदसम्म हो पनि है त। किन भन्दाखेरि अब कम्पेरिटिभली आउटसाइडको हेर्दाखेरि चाहिँ यहाँनिर 300 देखि 500 को रुममा चाहिँ कति कति सेयरिङमा नि लगिरहेको देखिन्छ होइन रेन्ट चाहिँ। र त्यसको अपोजिटमा चाहिँ यहाँनिर जब मार्केट चाहिँ, जब अपर्च्युनिटी चाहिँ राम्रो जस्तो लाग्छ मलाई, पार्ट टाइम जबको लागि, फुल टाइम जबको लागि। र हामी आउटसाइडको कुरा गर्ने हो भने चाहिँ अब त्यहाँनिर रुम रेन्ट चाहिँ कम्पेरिटिभली लन्डनको भन्दा चाहिँ अलिकति सस्तो चाहिँ हुन्छ होइन। जस्तो कि 200 देखि 350 सम्म राम्रो रुम पाइन्छ। अनि त्यसमा पनि अब तपाईँ मार्केट, अब जब मार्केट हेर्ने हो भने चाहिँ अब लन्डन, आउटसाइड लन्डन जाने बित्तिकै एकदम तपाईँले अटोमेटिक जब पाइन्छ भन्ने त्यो चाहिँ ग्यारेन्टी छैन होइन। तपाईँले कतिको जब खोज्नुहुन्छ र त्यहाँको इन्भाइरोमेन्ट कस्तो छ, जबको मार्केट, सो त्यो अनुसार भर पर्छ होइन। सो म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि गाइज होइन, मेन कुरा चाहिँ अब यहाँनिर तपाईँहरू इनसाइड लन्डन नि स्ट्रगल गर्नुपर्छ, आउटसाइड नि सेम हो होइन। सो त्योभन्दा पनि मेन कुरा चाहिँ तपाईँको राम्रो प्लानिङ होइन, कम्युनिकेसनल स्किल, कन्फिडेन्स, अनि त्यसमा पनि कन्सिस्टेन्सी जस्तो लाग्छ मलाई चाहिँ होइन। सो फाइनलमा चाहिँ के भन्न चाहन्छु भन्दाखेरि होइन, तपाईँको बजेट एकदम हाई छ र एकदम फास्ट इन्भाइरोमेन्ट मनपर्छ र एकदम नेटवर्किङ अपर्च्युनिटी एकदम त्यो कुराहरूमा एकदम तपाईँको इन्ट्रेस्ट छ भने चाहिँ लन्डन चाहिँ एकदम बेटर अप्सन हुनसक्छ होइन। र तपाईँको चाहिँ बजेट एकदम लो छ होइन, तपाईँ सेभ गर्न चाहनुहुन्छ होइन, त्यसमा पनि तपाईँलाई एकदम पढाइमा फोकस गर्न मन छ भने चाहिँ एकदम क्वाइट इन्भाइरोमेन्ट मनपर्छ भने चाहिँ आउटसाइड लन्डनका सिटीहरू एकदम तपाईँको बेटर अप्सन हुनसक्छ। र डिसाइड गर्नुभन्दा फर्स्टमा चाहिँ तपाईँको युनिभर्सिटी फी होइन, युनिभर्सिटी कहाँ छ होइन, कहाँ लोकेसन के हो होइन, लाइफस्टाइल त्यहाँको बारेमा, अनि जब मार्केट, रेन्ट, ट्रान्सपोर्टेसन, अनि सबै कुराहरू एकदम डिपली रिसर्च गरेर मात्र डिसाइड गर्नु होला। र रिमेम्बर वान थिङ होइन, तपाईँ युकेमा सक्सेस हुनलाई, अगाडि बढ्नलाई कुनै सिटिज, लन्डन या आउटसाइड लन्डन या इनसाइड लन्डन, त्यो कुराले कुनै पनि फरक पर्दैन। तपाईँ अगाडि कुन तरिकाले अगाडि बढ्नु हुन्छ भन्ने कुरा चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ। र जाँदा जाँदै लास्टमा तपाईँलाई भिडियो एकदम मन पर्यो, हेल्पफुल लाग्यो भने चाहिँ लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला। र तपाईँको पर्सनल ओपिनियन पनि कमेन्टमा राख्न सक्नुहुन्छ। इनसाइड लन्डन कि आउटसाइड लन्डन तपाईँको लागि कुन बेटर अप्सन हुन सक्छ होइन, कमेन्टमा लेख्नु होला। र यति भन्दा यो भिडियोको लागि यति नै, जो बिदा हुन चाहन्छु। र सी यु इन द नेक्स्ट भिडियो गाइज, बाइ बाइ।